हेलो नमस्कार नमस्कार तपाईहरुलाई वेलकम ब्याक टु माई च्यानल धन्यवाद सब्स्क्राइब गर्नु भएको रहेछ 1 मिलियन भर्खरै पुगेको छ मेरो च्यानलको अब फेरि 2 मिलियन मेरो टार्गेट छ आज हामी तपाईहरुमा आज आइसकेको छ बोय अर गर्ल जेन्डर रिभिल यो हाम्रो मिस्टर गौरव भुजु र पुनमको चाहिँ जेन्डर रिभिल गर्न गइरहेको छ अब हामीलाई थाहा छैन बोय हो कि गर्ल हो भनेर अब छिटो चाहिँ सबैको अब ढुकढुकी हामीले चाहिँ अब चाहिँ यहाँ के भन्छ अरे कति 2 हप्तादेखिको यो ढुकढुक चाहिँ अब हामी रिभिल गर्दैछौँ होइन बोय कि गर्ल अब सबभन्दा पहिला चाहिँ हामीले चाहिँ यहाँ भोट गर्छौँ पहिला बोय कि गर्ल भनेर सबैले पाले पालो हामीले यहाँ भोट गर्छौँ ल अब सबभन्दा पहिला सानोबाट स्टार्ट है ल लियम स्टार्ट भोट गरी लियमले ल पहिला मम्मी ड्याडीबाट भोट गर्ने हो के मम्मी ड्याडीबाट ल त्यसो ल ए मम टु बी ड्याड टु बी ए सही सही ल ड्याड टु बी ल मेरो बाबा के लाउने होला ल राम्रोसँग खिच्छ यही होला ल म चाहिँ ल के मलाई मैले ल सल्लाह गरेर 50-50 भनेर सल्लाह गरेर आउनु भएको जस्तो छ है मम्मी आउनु हजुर मम्मी यता अब लियो कपडा भिज्यो कपडा फेर्दिन पर्यो मम्मा आइज लुकास क्याप गर्दा नि हैन ल अब यता मम्मीले त फेरि 2 चोटि पिङ्क लगाइदिला है यसो हेर मम्मीले फेरि 2 पिङ्क डाङ्गा हान्ने ल आइज बाबु हेर्न त ड्याडी त 2-3 त लगाइसक्नु भयो ड्याडीले त ब्लू लुकास Which one you want, Lucas? Yeah. Baby sister, baby brother? यसले पोल खोलिदिनु भएछ कि क्या हिँडिरहेछ है कसरी पार्टी चेन्ज गरे बेबी गर्ल भन्दै बसिरहेको थियो ल तपाईँको पालो म त अब हुन त अब मलाई थाहा छ होइन तपाईँ 2टा लगाउनु के म त थाहा भएको मान्छे त फेरि यहाँ हुन्छ फेरि त्यस्तो होइन सरप्राइज हो नि त नदेखाइकन अरूलाई होइन के हो र 2टा लगाउनु न ल म लियोकोबाट है न होइन यहाँनिर ब्लू धेरै भएर ल भयो मेरो र उसको भइहाल्यो नि त अनि खै मेरो अब यहाँ न्युट्रल पनि लगाउनु पर्यो नि त ल ल अब रिभिल गर्नु पर्यो अब छिटो गर्नु पर्यो के हुन्छ फेरि ल है ब्लू र पिङ्कमा अनि 1 2 हैन 3 2 1 हा हान्नु न हान्नु 1 अलिकति सेकेन्ड ल बेबीको
ल ल Sorry, remain inside cake. अब केक केक भित्र त्यो भित्र पो छ केक भित्र पो उब्रिसके ल अलि नजिक आउनु ल ल अब के अरे त्यो बिचतिर छ ऊ चाहिँ अब त्यो सानो छ क्या कलर चाहिँ यस्तो पो लगाउने हो ल खाँदै गरौँ होइन अनि यो अलिअलि खाँदै गरौँ न अनि ल ल ल मम्मी ल्याइदिनु ल ल आमा कनु कनु होइन आमा त आमा बच्चाको चाहिँ आमा हो कि ल ल ल सबैजना ल ड्याडी जानु अनि ल ल मम्मी यता आउनु अनि खुवाइदिने हैन मम्मी यता आउनु न यता मम्मीलाई नि बोला ड्याडी आउनु ल ल Look, baby, come here. बोले कस्तो How can I forget you? Come here. Big one, please. ल बेबी के खा ल कुन पाठ खान्छस् हो ल अब समात्दै त भिनाजुलाई नि खुलाउँ प्यान्ट ल केक म खुवाइदिनु भएन गाइजहरूलाई धेरै धेरै धन्यवाद होइन ए बधाई छ धन्यवाद खोल्यो त त्यो अलिकति बाबुलाई खुलाउँ बाबुलाई खुलाउँ खुवाइ के मैले ए पदम गुलियो छ धेरै गुलियो त गर्छ नि उनले गुलियो त टिस्यु एउटा त्यही त ड्याडी खोइ त यता मम्मीलाई नि खुलाएन नि ड्याडीलाई त खुलाऊ लाउनु हामीले नि त खुवाइदिनु पर्यो नि तिमीलाई धेरै खानु हुँदैन लियो हाई के खाएको लियो बेबीले एकदम छिटो भयो क्या यो है यो एकदम छिटो भयो क्या तपाईँले एकदमै छिटो गर्नुभयो क्या तपाईँले बनाएर बनाएको नि अब यो गेम चाहिँ हाम्रो मम टुबीको के भन्छ अरे बेली पेटको मेजरमेन्टवाला गेम हो होइन ल स्टार्ट फ्रम ल के कुर्सी ए त्यो उवाला बस्नेवाला कुर्सी पर्दैन ल मेजरमेन्टवाला गेम है ल मेजरमेन्ट लिनु हुँदैछ हाम्रो ड्याडीले लास्ट टाइम सेकेन्ड भएको हो ड्याडी म फर्स्ट भएको हो लास्ट टाइम मेरो पेट अन्दाज गरेर लाउने ल मम्मीले नै हेर्नु भयो जहिले यो गेम पक्कै खेलाउँछ भनेर पेट यस्तो नापेर त आएन नि ल हेरे होइन छोड्दैन यति यसो गर्नु आफूले आनन्दले आफ्नो पेट नाप्दा नि हुन्छ पेट बराबर आफ्नो पेटमा इन्टु मल्टिप्लाई माइनस यताउता पुनमको पेट कत्रो छ भनेर मलाई किन यो दुईटै ड्याडीहरूले उत्रै काटे जस्तो लाग्यो
मोटो भएर होला सबैलाई इजी भयो त्यहाँको ठुल्ठुलै राम्रो म त यस्तो नापेर काटिदिन्छु नि किन यस्तो गर्नु पर्यो नजिसका के त्यसलाई घन्टी खायो कि यसले दे चुस्नी हो उ भन्थ्यो खाओस् छोड्दै रिसाउँछ त्यो कस्तो रिसाउ मैले देखेको छैन त्यसलाई लुकस तिमीले पनि गर है लुकसलाई पनि दिनु ल लुकस तपाईँ गर्ने लुगास तिम्रो बाबा मेरो हो गर्नु अनि रुकस त थाहा यो के यो पार्टिसिपेट गर्ने कि होइन हो रुपियाँको टमी यहाँबाट यहाँ यस्तै कति हुन्छ लुकस ल लुकस कति जति छ यसरी आफूले नाप्दा नि हुन्छ ल है अलराइट डोन्ट फर्गेट यु गट अ प्राइज बबाल गरिस ल कहाँ काट्ने भन कहाँ काट्ने भन पह कहाँ काट्ने ल ल लुकस यति ल लुकसलाई आइडिया खाने त्यही भएर ल यो समात है ल ल अब मेरो बाल भिनाजी इज सो स्मार्ट के चट्टा लाएर हिसाब गर्नु छ साइन 30 cos 30 के मैले त पुरै 90 डिग्री I'm not going to be. ल न ओनम श्रेष्ठ ल लियुको भाग पनि प्लिज लियुले पनि गर्छ होइन लियुको अन्दाज गरेर प्लिज होइन लिएको भन्दा नि अब यहाँ तिम्रो नापेर दिने होला नि के कसरी चेक गरेर तिमीले पर्फेक्ट नापेर दिने अनि त्यसपछि हामी त्यहीमा उ गर्छ ठ्याक्कै नाइटोमा मैले खास यता भनेको थिएँ यता माथि दुईजना मिलेर माथि काट्दै हो मम्मीलाई दोष दिएन है मैले तल नै भनेको थिएँ तल नै भनेको थिएँ ल यो है यो दाग बनाएको म पहिला मेरोबाट सुरु गर्नुहुन्छ ल राइट ल ल है त कहाँबाट ल अब तपाईँले भिडियो खिचिदिनु यहाँ म सबैको गर्छु है त रनर अपलाई पनि पाउँछ कि पैसा दाहिने हातमा छ है मेरो उ चाहिँ होइन यार यो अलिक मिस उ हुन्छ जस्तो पखाइ त्यो मेरो हो है मैले नापेको ठिक्क रहेछ मम्मी तपाईँले अलिकति माथि काटिदिनु भयो क्या मलाई त्यस्तो लाग्यो मेरो पनि ठिक्क थियो सम्झिनु मेरो पनि मम्मीले मेरो है होइन बाबा के भयो सो छ भनेपछि यो राखौँ है Can you say mama? तिमी अलिकति अलि उ हुन सक्छ अलिकति म खोलानु म विनरको यति जति भन्दा तपाईँको लामो होइन तपाईँ आउट हुन्छ तपाईँ आउट ल मम्मी आउट देखे कि बेबी कि देऊ त कि देऊ न होइन कि उयो दिनु न खेलेर बस्छ त्यो किसँग कस्तो हुन्छ मम्मी नै आउट ननाबे नै हुन्छ मम्मीले चाहिँ Looks like Rupa gonna win. Rupaले जित्छ स्योर ड्याडी पनि आउट ड्याडीले म छु नि भनेर यहाँ रेडी ड्याडी नि आउट ड्याडी धरि आउट आउट त म हो यार तैँले त पिठे खान्छस् आउट भइसक्यो आई थिङ्क लुकस गर्न बी ल लुकसलाई राख्नु लुकस हुन्छ हजुर के भयो मलाई एक्लो फिल भयो के हो यो आफ्नो नि जोड्यो क्या आफ्नो सोध्द के भयो एउटा खेल्ने कुरा थियो नि विराज हजुरको मेरो है ओ म त आउट भएछ जस्तो लाग्यो किन रूपाले जित्छ जस्तो लाग्यो
ओए बिनाजु भिनाजु छोटो भयो नि त छोटो चाहिँ छोटा ए होइन हजुरले विन गर्नुभयो चिटिङ भयो भिनाजुले जित्नु भयो भिनाजुको हो त्यो भिनाजु फर्स्ट रुपा सेकेन्ड विनरको लागि अहिले पैसा अब ल म भयो नि त होइन धन्यवाद कति हो पैसा चाहिँ 20 मिलियन खै हेरौँ त है हो यो सिक्रेट हो अहिले चाहिँ हामी अब यो गेम खेल्न जाँदैछौँ यसमा एउटा फाट एउटा पुपी हुन्छ यो कसकोमा दुईटा छ यसमा विनर जसकोमा पुपी पर्छ उसले जित्छ जसकोमा फाट छ उसले चाहिँ के पनि पाउँदैन जित्दैन उसले चाहिँ पात्न पर्छ ल लुकासलाई चुज गर्नु फर्स्टमा ल ल चुज वान लुकास कम अन नो यु क्यान लुक ल चुज चिटिङ हैन के एउटा चुज गर निकाल न कति इट्स सेम कि लुकास ल अहिले स्क्याच गर्ने हैन अहिले हैन अहिले सबैजना सबै एकैचोटि लियामको नि लिगै तैले ल त्यो त रुपाले चाहिँ दुईटा लिगै म चाहिँ दुईटा ल्याए किनकि लियामको पनि हो। एउटा तिमी अनि एउटा ल्याउ न छिटो छिटो ल्याउ कुन चाहिँ ल्याउ ल बिनाजुलाई देऊ बिनाजु ल गरब चुज गर तिमी एउटा खै त अनि सिक्का अनि एउटा तिमी अनि एउटा यहाँ बेबीको चाहिँ हेर्दा हुन्छ बेबीको नि मैले लिदिने हो रुपा म हेर्ने एकचोटि दुईटा सिक्का सिक्का गर्नु पर्यो नङले गरे नि हल्का गरेर आ रहेछ स्क्र्याच गरिदिहाल्छु है आई डोन्ट ह्याभ द्याट मच एउटा ल्याउँछु सिक्का ल्याउनु एउटा वाउ विनर चाहिँ मै हो जस्तो छ अब चाहिँ मलाई विनर हुन कसैले दिँदैन इट्स अ फाट बोथ फाट लुकसले पुरै घोटिरह गर्ने म देखाइदिन्छु लुकस फेस सो स्याड लुकस माई कम्स टु फार सी आई डिडन्ट विन ड्याडी मकबरा ड्याडीले जित्नु डेट त के आयो के पर्यो चाहिँ फाट मेन फार दुईटै फाट यस ए मैले जिते है एउटा विनर यता हाम्रो विनर हुनुहुन्छ एउटा ड्याडी हुनुभएको छ अनि सेकेन्ड विनर हुनुभएको छ यहाँ मिस ओनम ल ल ल ल अब हाम्रो ल गरौँ देऊ ल प्राइज फर्स्ट ड्याडीलाई देऊ ड्याडीलाई ल विनर ल विनर ल सेकेन्ड विनर हजुर धन्यवाद थ्याङ्क यू कङ्ग्रेचुलेसन भयो पर्यो म चाहिँ यो है बिचमा ओ पहिले गरे अर्को खोल्नु है अर्को त्यो भए पनि गर्नै पर्छ गले तिनवटा भयो चारवटा भयो ओ माय गॉड दुईटा भयो बल्ल यही गर्छु ल यसमा रहेछ ल मेरो रेडी 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 ल है चारवटा ल यो है अलि तलतिर अलि छेउमा छ यसमा यो नछेउने स्पिकर प्लास्टिक फ्याँक्छ त लुकसले पुऱ्याउनु सक्छ त त्यही भएर हामीले चाहिँ आँखा चिम्ने रोशनमा त लुकसले फुटाउँछ अनि कलर हेर्ने गर्ला अनि त्यो कलर पत्ता गइसकेपछि त के हो भइहाल्छ नि यहाँ भुइँमा कस्तो त कलर पाल्दै
ल ल म पनि ट्याक्क लाएर यता के खाने एकछिन रेडी हुनेछ है अलि स्किलहरू देखाउ न वार्म अप पहिला वार्म अप रेडी एकछिन 1 2 3 सुट भने चाहिँ सुट गर है ल वार्म अप पहिला 3 2 1 सुट It's a prank! के रे यो चाहिँ अब जस्तै यो यसै टक्क म्युजिक स्टप भयो भने त्यो होइन होइन अब हामी चाहिँ आज मैले गर्दाखेरि म्युजिक स्टप भयो भने चाहिँ म आउट भयो मैले है दिने मान्छे आउट दिने मान्छे आउट हुने भयो ल एकचोटि ट्राई गरौँ त यतिकै ल पास गरेर बिस्तारै म भन्छु अब म्युजिक स्टप भयो नि मम्मी आउट भयो है ल एडमिन रेडी कता डीजे डीजे You sit there. Ready? Close, Lucas, don't worry, we still have a more game. Sad now, no? Oh my God. Let's see what we can do in the jungle. यो भएन अलि कन्फ्युज भयो यो म्युजिक एकछिन होल्ड गर्नु पर्यो त्यस्तो पास गरिहाल्ने हैन 1 सेकेन्ड त राख्नु पर्यो त्यस्तै हो ड्याडी यता ल ड्याडी यता के हो यसपालि त फाइनली
एकछिन त होल्ड गर्नुपर्छ अलि ल फाइनली चाहिँ अलिक कुर्सी ट्याङ्ग मिलाएर राख्नु पर्यो अलि अब त्यहाँ नक्न गर्दैन त नक्न मात्र गर्दैन Baby shark, don't go too far. Big bird, what's your name? Where are you going? Keep going. Where am I? एकछिन याद आयो जस्तो Lost. Mommy, Daddy. अलि समाउनु पर्यो है ल विना प्राइज ल विनर हुनु भएको छ मम्मी ल बधाई छ ल यसो हल्का म देखाउँछु ल यता खेल्नु ल यो गेस द नम्बर है यहाँभित्र कतिवटा ललित छ त्यो गेस गर्ने सबैले यहाँ एन्सर आइसक्यो अब हामी एन्सर हेर्छ है त रिभ्यू अब प्राइस चाहिँ अब जसले एक्ज्याक्ट भन्छ चाहिँ $5 एक्स्ट्रा बोनस है त ए पहिला गर्नु पर्दैन नि म गर्दिन ल काठमा राखेर ल Can I do it? यहाँ लेखा छैन र हैन मैले खोज्दै 1 2 4 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 म 25 ले Yes, I win. What? I wrote 24. Oh my goodness! ल गौरव 24 खै ल प्राइज दिनु पर्यो नि त ल खै प्राइज त दिन्छ एज आई प्रमिस हैन अब मैले एक्ज्याक्ट 24 है ओ माय गॉड गर्नै परेन सो 49 विनरको लागि $20 हैन बट he got an extra bonus That comes to me. No, that money comes to me. Oh my goodness. सेकेन्ड क्लोज नम्बर चाहिँ लुकासले पाथे के देऊ मलाई त्यसो भए मलाई देऊ दिन्न बुढो तैँले किन 24 लेखिस् त्यो थाहा नै थियो कि अब त्यो तै आइज 24 नै You should write the 25 26 के एउटा इपिक कुरा नि भन्देऊ न यो चाहिँ हैन अब हाम्रो यहाँ लगभग सबैजना मेम्बरहरूले चाहिँ आफ्नो इच्छा भनौँ न अब के जेन्डरमा हैन बोय अर गर्ल अब पिङ धेरै निस्केछ नि त अनि यसरी देखाउनु पर्यो आफ्नो इच्छा अनुसार हैन अब भोट गरेको छ यहाँ बोय र गर्ललाई त्यसमा हाम्रो ब्रिस्बेन माउन्ट ग्याम्बियरबाट हाम्रो दिपेन्द्र र बिशोरीको तर्फबाट हामीले चाहिँ उनीहरूको अनुसार चाहिँ पिङ्क राख्दैछु हैन अनि त्यसपछि हाम्रो मुनम र सोनमको अनि हाम्रो अमित भाइको एरोन बेबीको लियम बेबी सबैजनाको छ यहाँ हैन अब यो चाहिँ अब हामीले यसबाट चाहिँ हामीले अहिले लास्टमा जेन्डर रिभिल गरेपछि त्यसबाट चाहिँ अब यदि बोय रहेछ भने यो पिङ्क जति सबै आउट हुन्छ हैन अनि त्यसपछि बोयबाट चाहिँ हामीले चाहिँ गोलाप प्रथाबाट चाहिँ एकजना विनर छान्छौँ यदि जेन्डर रिभिल गर्दाखेरि अहिले चाहिँ यदि गर्ल रहेछ भने यो बोय जति सबै आउट हुन्छ अनि यो गर्लबाट चाहिँ हामीले गोलाप प्रथा गरेर चाहिँ लियोको पिङ्क गरेर चाहिँ एकजना विनर छानेर चाहिँ हामीले उहाँलाई चाहिँ एउटा
अस्ट्रेलियामा चाहिँ एउटा हामीले घर दिने विचार गरेको जसमा चाहिँ हामीले स्विमिङ पुल सबै हुन्छ होइन ल है त यो चाहिँ अलिक लास्टमा हुन्छ है होइन अहिले लास्टमा भन्दा पनि यो चाहिँ लास्टमै हुने हो नि यो जेन्डर रिभिल भएपछिको है त यो रिजल्ट चाहिँ है त ल यति होला बाबु डिसिप्लिनको प्राइज दिने अनि पछाडि यसरी ल पुनम क्या हुँदैन अनि ऊ खोइ त के अरे अनि बुढुम त्यो गर्नुपर्छ क्या अब 2 थियो 1 थियो 2 भयो 2 बाट अब 3 फेर्नु पाइहाल्छ चक्चडै मेन हिन्ट त मैले बिर्सेको मेन हिन्ट देयर इज नो ब्लू इन हियर बिनाजु तपाईहरुले त अगाडि रिभिल गरिसके रहेछ You guys did a very big mistake. यहीबाट थाहा पाइसक्यो There is no blue. नो ब्लू होइन यो त ल्याम भनेको मैले फेरि यहाँ पर्दैन एकछिन बेबी यतापट्टि बस्ने तिमी खै मम्मी आउने है अहिले मम्मी आउनु मम्मीलाई ढुक्ढुक बढे जस्तो नानी हामी तपाईँहरूले खोल्ने पनि हामीले पड्काउने गर्छ है त है पुनम देखेन के हो त्यसै Alright, ready? 1, 2, 3. What is this? Alright, so contestant 1. Action, wait. थ्याङ्क यू Contestant 2, 3, 4, 5. ल अब एकछिन है ल उसले बसेर आनन्दले एकछिन बस्यो अनि वार्म अप ठिक छ नि हैन बिरको राम्रोसँग लगा ओइ नखा ल पुनमले 1 2 3 ल सबैजना रेडी ल आर यु गाइज रेडी यो सर्क ल एकछिन ल रेडी ल बनाइदिउँ न ल 1 2 3 गो वान ड्रप पनि बाँकी रहनु भएन है सबै खानु पर्यो लुक सर्किन्छ नहाँस ल लुकस र गर बाबा अनि ड्याडी बिच यस्तो खतरा चलिरहेको भयो कम्पिटिसन ल छ ड्याडी 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 ल ल ड्याडी ल अझ अझ अलिकति ल ल भ्याउनु भ्याउनु ड्याडी ल 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 ड्याडी इज द विनर हैन ड्याडीले फर्स्ट भ्यायो नि त तिमी ल ल ल मेरो ब्याग ब्यागै हरायो यही
लास्ट टाइम पनि विनर हुनु भएको थियो यसपालि पनि विनर हुनुभयो हैन ल बधाई छ लास्ट टाइम उहाँले ड्याडी ल यसपालि ल बधाई छ ल I will give my this prize is my Lucas. ल लुकास ल मनी ब्याङ्कमा राखिहाल्नु त गाडी अनि गौरव बाबा यु हेभ टु गिभ समथिङ टु लुकास अहिले देऊ न खुसी हुन्छ कि त्यो न्याउरो भयो कि ओके Which one you vote for, boy or girl? Girl? यता हेर म ओए ल बेबी आउन यता आउन अब यसो हल्का गरौँ भन कस्तो भइरहेछ रमाइलो भइरहेछ नि रमाइलो भइरहेछ एकदम मुटुको धड्कन ढुकढुक भइरहेछ लास्टमा के भन्छ ढुकढुक भइरहेछ ल मम्मी कस्तो फिल भइरहेछ मलाई एकदम खुसी भयो नानी हुन्छ भन्ने कुरामा एकदम एकदम के भन्छ हैन ल ठिक छ भोट पनि विश्वास ए हो अनि यदि बोइ रहेछ नि स्याड त हुनुहुन्न नि जे भए पनि खुसी तर अलिकति नानी नै हुन्छ ल बुवालाई यसो केही जाओस् भन्नुहोस् न त सबभन्दा त पहिला हेल्दी बेबी होस् हैन बारी पनि हेल्दी होस् बच्चा पनि हेल्दी होस् छोरा होस् छोरी होस् त्यसमा हामी केही पनि असाध्यै खुसी लाग्छ ल ठिक छ ल मेरो पनि त्यही हो तर हेल्दी बेबी होस् तर मेरो सपोर्ट चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो त्यो उ के चाहिँ बोय नै नाति नै होला जस्तो लाग्छ होला जस्तो तपाईलाई नाति नै होला जस्तो हैन अब मम्मीलाई नाति नै होला जस्तो मम्मीलाई पनि जे भए पनि खुसी नै हुन्छौँ तर अलिकति नाति छ कि भन्ने चाहिँ उ हैन ल ठिक छ ल यहाँ सोनम के रे बोय कि गर्ल रे प्रिफर के जस्तो लाग्छ भनेको रे बोय मुनम ल है ल अब हामी चाँडै नै अब रिभिल गर्दैछौँ ल अब ड्याड टु बी कतिको एक्साइटेड कतिको नर्भस कतिको ऊ एक्साइटेड ल सबभन्दा पहिला त तपाईँलाई धेरै धेरै बधाई छ होइन ड्याड हुन लागेकोमा है अनि अब गेट रेडी फर आची सोरिङ अब बुबु खुवाइङ चाहिँ रेडी आची सोरिङ चाहिँ अलिकति आची सोरिङको ट्रेनिङ मसित लिने अनि अब राति 2-3 चोटि उठ्नलाई पनि अब ट्रेनिङ त्यो त उठ्न रेडी आची छोड्न चाहिँ अलिकति आची चाहिँ अलिकति रेडी 30 सेकेन्ड 1 मिनटसम्म सास रोक्ने मास्क लगाउने हैन ड्याडी जस्तै रनिङ गर्न जानुपर्छ क्या सास रोक्न सकिन्छ नि त ल अनि जे भयो नि अब बोय र गर्लमा प्रिफर अब हेल्दी बेबी आइनो हैन तर पनि एउटा हुन्छ नि त अलिकति एउटा त हुन्छ नि त हैन अब छोरी चाहिँ हाम्रो घरमा धेरै कमी छ त्यही भएर छोरी भइदिए चाहिँ आउट बी ह्याप्पी ल ठिकै छ ल आयो अब केही छैन अब तपाईँको इच्छा पुरा होस् हैन ल अब पुनमको पनि के जाओस् कतिको नर्भस कतिको ऊ एक्साइटेड म चाहिँ अब के भन्ने अब म नर्भस त ठिकै छु एक्साइटेड पनि छु अनि अब प्रिफर त हुन्छ नि एकदम टु बी अनेस्ट भन्नु पर्यो क्या एउटा हुन्छ नि त भित्रैबाट एउटा फर्स्ट बेबी जे भयो नि डजन्ट म्याटर तर पनि इट्स अ गर्ल ल प्यारेन्ट्स मम ड्याडै अब गर्ल्स रहेछ होइन ल ठिक छ ल है त ल अब गाइजहरू रेडी होइन त ल अब लिएर आउँछ है त म के हो लियो चुप्पा कोही कसले चुप्पा गरेको तिमीले उसलाई चुप्पा गरेको रह्यो फोटोलाई हेर्नु नि त उसले चुप्पा गरेको सबै आउनु अब यता तिमी नि यहाँ बस नि त यसो साइडमा हेर है ल है 3, 2, 1
पर्केको ल गाइजहरु ल कङ्ग्रेचुलेसन हैन बधाई छ वेलकम टु बेबी गर्ल हैन ल I think like a mom and dad is very happy because they choose a girl, you know. All right, I'm also happy. All right. Oh, yeah. So, सबभन्दा बढी happiest person in the world here. ल बधाई छ है ल फाइनली हामीले जेन्डर रिभिल गरिसक्यौँ हैन इट्स अ बेबी गर्ल अब हामी चाहिँ एकदम हेल्दी बेबी गर्लको प्रतीक्षामा छौँ हैन अनि once again congratulations to Mr. Gaurav and Mrs. Poonam Shrestha अनि हाम्रो चाहिँ अब यो जेन्डर रिभिल प्रोग्रामको आज लास्ट फाइनल यो जसले चाहिँ अब बेबी गर्ल भनेर चाहिँ भोट गर्नु भएको थियो हैन उहाँहरूलाई चाहिँ हामीले चाहिँ यसरी नाम राखेर चाहिँ अब यो लुकसले चाहिँ चुज गर्छ अनि विनरलाई चाहिँ हामीले त्यही अब त्यो ब्रिस्बेनमा घर भनेर चाहिँ हैन अलरेडी भनिसकेको छौँ स्विमिङ पुल भएको घर अब हाम्रो चाहिँ यहाँ नभएको उहरू चाहिँ एउटा बिश्वरी दिपेन्द्र मनिषा लेट्स सी है अब तपाईँहरूले जित्यो भने अनि उहाँबाट चाहिँ हाम्रो मुनम एरोन मात्र सोनम र अमित ब्रदर आउट अनि हाम्रो यताबाट ड्याडी पनि आउट अर्को ड्याडी मम्मी पनि आउट म पनि आउट ओइ नाम यता ल है त म अब मिलाउँदैछु लुकस रेडी ल सो अब है त ल है तिनटा ओके ल हल्का ट्विस्ट है अब के भन्छ अलिकति गेमलाई अलिक एक्साइटेड बनाउनको लागि हामी पहिला टप 3 हामी चुज गर्छौँ है ओके लुकस जस्ट पिक 3 बट डोन्ट सो मी ओके जस्ट ओके 1 नहेर ओके ओके टप 3 ओके सो हामीले टप 3 पाइसकेका छौँ हैन टप 3 को नाम अनाउन्स गर्न गइरहेको छु म सो टप 3 मा पर्नु भएको छ ओ माय गॉड लास्ट खतरा चुज गरेछ यार लुकसले यार म त एकदम दङ्गै परे सो यहाँ एक नम्बर 1 मा हुनुहुन्छ मिस्टर हरिलाल श्रेष्ठ prank alright so number 1 Poonam okay number 2 Onam so any guess number 3 Poonam no Liam any guess Liam Aaron Liam no Aaron no Lucas oh. All right so top 3 है okay so pick गरे अब so अब लुकसले एउटा पिक गर्छ हैन एउटा त्यो चाहिँ आउट ओके अलराइट सो एकछिन एउटा पिक गरेर जान्छ if you pick Lucas gonna be out okay so just pick wisely like think ready yeah yes let's go deep breath take a deep breath okay relax come on yes so you can read yes yes Onam. Mama is out.
चुस्ने कुरा के भन्छ टप 2 अब होइन पुनम र मिस्टर लुकस बीच कम्पिटिसन रेडी नाम चाहिँ यस्तो गर्नु पर्यो कि हजुर यसरी गर्नु पर्यो ओके ल है 1 2 3 रेडी 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 जुन पिक गर्छ त्यही विनर है जुन पिक गर्छ त्यही विनर हो ल जुन पिक गर्छ त्यही विनर है त ल इनी मिनी म्याङ्गो ट्याङ्गो के हो मलाई पिक गरेर दिनु खुसी भइरा रेडी रेडी आरिसिया No, I choose. आरिसिया लुका आहा चिम्लेर भएर पिक गरे एउटा मलाई अलि दोष I'm confused. ल छिर्छु ल तिमी राइट चुज कि लेफ्ट हो राइट ल हेर नाम कसको नाम छ लुकास चिम गरेर कसको नाम छ त्यो हैन लुकास इट्स लुकास यु वन Why are you acting like a Congratulations! Finally, look. अब यो एकदम मेन गेम होइन लास्ट उसको गेमको प्राइज चाहिँ अब $20 त छँदैछ अनि कङ्ग्रेचुलेसन हाम्रो लुकासले चाहिँ पाउनु भएको छ ब्रिस्बेनमा स्विमिङ पुल सहित यसको घर